स्वर्णिमलाई हटाएर विदुषीलाई अर्थमन्त्री बनाउने बालेनको तयारी। रविले जनाए असन्तुष्टि। आफ्नो कुर्सी दराममा परेपछि वाग्लेले रविसँग गरे 24 घण्टे संवाद। वाग्ले सहित अन्य 4 मन्त्रीलाई किन हटाउन चाहन्छन् प्रधानमन्त्री बालेन? प्रधानमन्त्री बालेन र शाह बालेनको नेतृत्वमा रहेको वर्तमान सरकार यति बेला आन्तरिक र बाह्य दबावको भुमरीमा परेको छ। प्रधानमन्त्री र राष्ट्रसभाका वरिष्ठ नेताको दोहोरो भूमिकामा रहेका उनकै राजनीतिक दाउपेचले सिंहदरबारमा नयाँ तरङ्ग पैदा गरेको छ। बालेनले अब राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभा भित्रै आफ्नो प्रभावलाई थप बलियो बनाउँदै मन्त्री परिषदमा मेजर अपरेसन गर्ने तयारी थालेका छन्। पछिल्लो पटक उनले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई हटाएर विदुषी राणालाई अर्थ मन्त्रालयको कमान दिने प्रस्ताव राखेपछि राष्ट्रसभा भित्रको असन्तुष्टि सतहमा आएको चर्चा छ। प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्ले बीचको खटपट नीतिगत र कार्यशैलीगत विषयमा केन्द्रित छ। काठमाडौँ महानगरको मेयर हुँदा एक्सन मोडमा काम गरेका बालेन सिंहदरबारमा पनि सोही गतिको अपेक्षा गर्छन्। तर वाग्लेको परम्परागत आर्थिक सुधारको खाका र ढिलो प्रशासनिक प्रक्रिया बालेनको योजनामा तगारो बनेको छ। राष्ट्रिय गौरवका आयोजना र तत्काल परिणाम दिने कार्यक्रमका लागि बालेनले खुकुलो मौद्रिक नीति खोजिरहेका छन्, जबकि अर्थमन्त्री वाग्ले कडा वित्तीय अनुशासन र टेक्नोक्रेटिक शैलीमा अडिग छन्। प्रधानमन्त्री सचिवालयको बुझाइमा वाग्लेको यही सुस्तताले गर्दा अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन। अर्थमन्त्रीप्रति असन्तुष्ट प्रधानमन्त्री बालेनले कतिसम्म भनेका छन् भने उनले महत्त्वपूर्ण आर्थिक छलफलहरूमा समेत वाग्लेलाई बाइपास गर्दै गभर्नर डाक्टर विश्वराज पोखरेल र निजी क्षेत्रका प्रतिनिधिहरूसँग एक्लै संवाद थालेका छन्। आफूलाई अपमानित महसुस गरेका वाग्लेले राष्ट्रसभाका अर्का प्रभावशाली नेता अझ भनौं सभापति लामिछानेसँग गम्भीर गुनासो राखेका छन्। आफ्नो कुर्सी दराममा परेको बुझेपछि वाग्ले र लामिछानेले काभ्रेको धुलीखेल स्थित दूषित थानी रिसोर्टमा 24 घण्टा लामो रिट्रिट गरेर भावी रणनीति बनाएका छन्। यो सिक्रेट रिट्रिटलाई बालेन सरकार विरुद्धको एउटा बलियो मोर्चाबन्दीको रूपमा हेरिएको छ। प्रधानमन्त्री बालेनको प्रस्तावमा विदुषी राणालाई अर्थमन्त्री बनाउने योजना छ। राणालाई ल्याउँदा निजी क्षेत्रको विश्वास जित्न सकिने र अर्थतन्त्रले नयाँ गति लिने प्रधानमन्त्री सचिवालयको विश्लेषण छ। यद्यपि असार 28 गतेको भेटमा बालेनले अर्थमन्त्री वाग्लेसँगै सोभिता गौतम र महान्यायाधिवक्ता नारायण दत्त कडेललाई समेत हटाउन दबाब दिएका समाचार बाहिरिएका थिए। जवाबमा राष्ट्रसभा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनको सचिवालयका केही सदस्यहरूको फेरबदल गर्नुपर्ने शर्त समेत तिर्स्याएर काउन्टर दिएका थिए। दुई शीर्ष नेतृत्व बीचको यो रस्साकसीले राष्ट्रसभाको आन्तरिक एकतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। प्रधानमन्त्री बालेनको निशानामा केवल अर्थमन्त्री मात्रै छैनन्। चर्चा अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीलाई पनि विदा गर्ने तयारी बालेनको छ। यी मन्त्रालयहरूबाट सरकारको काममा अपेक्षित